उम्, अब आज चाहिँ हामी अब क्युबिएससी को इफ स्टेटमेन्ट हेर्छौँ है त। सो अब क्युबिएससी को इफ स्टेटमेन्टले चाहिँ के भन्छ भन्दाखेरि यहाँ सीको र क्युबिएससी को लगभग उस्तै हुन्छ है। यहाँ सी प्रोग्रामिङ लेखेको छु मैले, यसलाई मैले शब्द अनि सी रहेछ है, यो क्युबिएससी है। सो क्युबिएससी को इफ स्टेटमेन्ट क्युबिएससी स्टेटमेन्ट क्युबिएससी स्टेटमेन्टमा चाहिँ अब हामीले के हेर्छौँ भन्दाखेरि जस्तो अब मैले इफ टेस्ट स्टेटमेन्ट होइन, अब मैले चाहिँ भनेको थिएँ इफ कन्डिसन चाहिँ यदि ट्रु छ भने होइन यो स्टेटमेन्ट एक्जिक्युट हुन्छ है। अब यहाँनिर भनेको छ नि रुट्स आफ्टर इफ होइन, अब यहाँनिर यदि यदि यो ट्रु हो भने होइन, ट्रु हो भने एक्जिक्युट हुन्छ होइन। सो अब हामीलाई जस्तो यसको इक्जाम्पल चाहिँ कस्तो हुन्छ भन्दाखेरि मैले अब यहाँ लेख्छु है त होइन। अब यहाँ मैले सपोज अब हामीलाई क्वेसन कस्तो हुन्छ भन्दा राइट अ प्रोग्राम, जस्तो राइट अ प्रोग्राम टु चेक whether number is divisible by 2 होइन, whether number is divisible by 2 होइन, number is divisible by 2 छ भने होइन। अब हामीले के गर्छौँ भन्दाखेरि जस्तो नम्बरलाई चाहिँ मैले डिभिजिबल बाई 2 छ भने अब सिएलएस होइन। अब जे भयो नि, अब हामीले पहिला सिम्पल एल्गोरिदम हेरौँ न। अब एउटा एल्गोरिदममा चाहिँ हाम्रो कस्तो हुन्छ भन्दाखेरि जस्तो एल्गोरिदम है, अब यहाँनिर मैले गरेँ है, जस्तो हामीले जे गरे पनि एल्गोरिदम्सहरू हुन्छ नि त होइन। सो अब एल्गोरिदम चाहिँ मैले हेरौँ पहिला देखेँ है। सो हाम्रो एल्गोरिदम, हामीले एल्गोरिदममा के गर्छौँ भन्दा आखिर जे पनि प्रोग्राम चाहिँ एल्गोरिदमबाटै भन्ने त हो नि होइन। सो एल्गोरिदममा हामीले के गर्छौँ त भन्दा पहिला सुरु इनपुट प्रोसेस आउटपुट होइन, इनपुट प्रोसेस आउटपुट। अब इनपुट के हुन्छ त भन्दाखेरि अब हामीले युजरसँग एउटा नम्बर माग्नु पऱ्यो, युजरसँग के नम्बर माग्नुहोस्, कुनै नम्बर एउटा एन भन्ने माग्नु होइन। हामीले त सफ्टवेयर बनाउन लागिरहेको हो नि त, त्यही भएर हामीले चाहिँ एउटै नम्बर मात्र युज गर्दैनौँ कि, त्यही भएर हामीले अल्फाबेट युज गर्छौँ, जुन चाहिँ अब हाम्रो के हुन्छ भन्दा कम्प्युटरको ऱ्याममा गएर बस्नुपर्छ होइन। सो अब हामीले के गर्छौँ त यहाँनिर हेर्नु है होइन। सो अब कम्प्युटरको चाहिँ स्पेसली ऱ्याममा गएर के हुन्छ भन्दाखेरि नि, जस्तो मैले एउटा ऱ्याम बनाएँ होइन होइन। अब यो ऱ्याममा के हुन्छ भन्दाखेरि अब यो एन भन्ने भेरिएबल होइन, एन भन्ने भेरिएबल चाहिँ गएर यसरी ब्ल्याङ्क स्पेस भएर यो यसको नाम हो भेरिएबल होइन, यसको नाम हो भेरिएबल होइन। युज गर्छौँ न यहाँ एउटा मेमोरी एड्रेस, जस्तो मैले सपोज 2048 भन्ने दिएँ होइन, यो चाहिँ हाम्रो मेमोरी एड्रेस हुन्छ कि होइन, यो चाहिँ मेमोरी एड्रेस भयो। अनि एउटा भेरिएबल नाम सेट भएर बस्छ र यहाँभित्र सपोज 4 छ भने यो चाहिँ के भयो त भ्यालु भयो कि है, यसरी है। सो अब इनपुट यो लेख्ने बित्तिकै तपाईँहरूले के गर्नुहुन्छ त भन्दाखेरि यो हामीले मनिटरमा देखिने हो, यो हामीले मनिटरमा कोडिङ गर्छौँ यो होइन। अनि त्यसपछि सिपियुभित्र चाहिँ यत्रो अपरेसन हुन्छ होइन। अनि एक्जिक्युट गरेर फेरि सिपियुले कसलाई इन्फर्मेसन दिन्छ त फेरि मनिटरलाई नै दिन्छ एज अ आउटपुटको फर्ममा होइन। सो इनपुट भयो, यो प्रोसेस हुने काम चाहिँ कहाँ हुन्छ त यहाँनिर हुन्छ। त्यो के हो त हाम्रो स्पेसल्ली सिपियु मदरबोर्ड भनौँ होइन। सो यत्रो खेल हुन्छ। अब हाम्रो यहाँ हेरौँ है त,
हैन। सो अब हाम्रो यो के क्वेसनमा के छ भन्दाखेरि यो इफ स्टेटमेन्टको क्वेसन हो, किनभने यहाँ अर नट छैन हैन। सो यो मैले के भन्छ क्युएससी को इफ स्टेटमेन्ट हो है, क्युएससी को इफ स्टेटमेन्ट। सो मैले यहाँ के युज गर्न सक्छु, क्युएससी को इफ स्टेटमेन्ट है। अब इफ स्टेटमेन्टमा के भयो त भन्दाखेरि अब मैले योलाई नम्बर त माग्नु पर्यो युजरसँग। सो मैले के लेख्छु त, इनपुट इन्टर अ नम्बर हैन, इन्टर अ नम्बर कति हुन्छ त, सपोज एन भनेर माग्यो भने इफ, अब मैले यही लेख्नु पर्यो कि हैन। अब डिभिजिबल बाइ 2 हुनलाई त इफ एन मोडुलो हैन, मोडुलोलाई चाहिँ अब हामीले कम्प्युटरमा चाहिँ हाम्रो क्युबेसीमा चाहिँ अर्कै छ नि त हैन। सो इफ एन मोड 2 इक्वल्स टु 0 हैन, देन के लेख्छौँ त हामीले, प्रिन्ट हैन, प्रिन्ट इट इज डिभिजिबल बाइ 2 हैन, इट इज डिभिजिबल बाइ 2 हैन। अनि त्यसपछि फेरि हामीले के गर्नुहुन्छ, स्टेटमेन्टलाई टर्मिनेट गर्नुहुन्छ। सो यसरी हाम्रो इफ स्टेटमेन्ट हैन। सो इफ स्टेटमेन्टमा चाहिँ कहिले पनि आउँदैन कि क्वेसनमा यो अर एन्ड हैन, स्पेसली है इफ स्टेटमेन्ट युज हुने नै एउटाको लागि मात्र हैन। अब जस्तो अब हामीले यही हेर्न सक्छौँ है, अब जस्तो अब यहाँ हामीले हेरौँ है त, अब इफ एल्स स्टेटमेन्ट भयो कि यो चाहिँ, इफ टेस्ट एक्सप्रेसन यदि कन्डिसन ट्रु भयो भने यो स्टेटमेन्ट रन हुन्छ, यदि फल्स भयो भने यो स्टेटमेन्ट रन हुन्छ। जस्तो इफ टेस्ट इज लेस देन 10 हैन। सो अब मैले यहाँनिर अब एउटा यही लजिक बेसमै म एउटा क्वेसन लेख्छु है त यहाँ। जस्तो अब यहाँनिर राइट अ प्रोग्राम टु चेक अ नम्बर enter ask, suppose which is asked from user हैन। अब सपोज यसको चाहिँ एकदम अलिकति राम्रो खालको क्वेसन भनेको कस्तो हुन्छ भन्दाखेरि इफ द नम्बर इज अर्डर इभन हैन, which is asked from and check whether number is order even, check whether it is order even हैन। सो अब यस्तो क्वेसनमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि फर्स्टमा त हामीले एल्गोरिदम बनाउनु पर्यो हैन। अब हामीले एल्गोरिदम बनाउँदाखेरि हैन, सो अब यो क्वेसनको चाहिँ मैले एल्गोरिदम बनाउँछु है त। अब एल्गोरिदम हाम्रो कस्तो हुन्छ भन्दाखेरि अब मैले त के गर्नु पर्यो, कम्प्युटरसँग माग्नु हैन। पहिला सुरु हामीले प्लान बनाउनु पर्यो, एल्गोरिदम भनेकै प्लान हो हैन। अब प्लानमा चाहिँ के हुन्छ भन्दाखेरि अब हामीले प्लानिङ है सिम्पल, एउटा युजरसँग हामीले एउटा नम्बर माग्नु पर्यो है, युजर भनेको हामी है। मैले यहाँ कम्प्युटर बसेको छ, हामीले कम्प्युटरमा बसेर म यहाँ कोड गर्न लागिरहेको छु हैन, किबोर्ड समातेर, किबोर्ड र माउस हैन। यहाँ सिपियु छ हैन, जसले चाहिँ यहाँ एक्जिक्युट गर्छ। हामीले यहाँ टाइप यहाँ सिएलएस के लेख्छौँ हैन, इनपुट लेख्छौँ। अनि त्यो चाहिँ अब हामीले जुन एन भन्ने भेरिएबल छ नि, त्यो चाहिँ यहाँ सिपियुमा गएर यसरी एक्जिक्युट हुन्छ। यो चाहिँ हाम्रो सिपियु हो हैन। सो युजर भनेको चाहिँ हामी यो भयो है। अनि प्रोसेस चाहिँ यसले गर्छ हैन। सो अब मैले युजरले के गर्छ त, एउटा भेरिएबल एन भन्ने डिक्लेयर गर्छ नि हैन। त्यो भनेको चाहिँ के भयो त, सपोज मैले चाहिँ अब एउटा नम्बर एन भनेर यसरी ऱ्याममा राख्छु मैले 2048 हैन। अब सपोज मैले त्यो नम्बर दिएँ 7 हैन। त्यो 7 चाहिँ अब के हुन्छ भन्दा कम्प्युटरमा चाहिँ अब एकचोटि तपाईँ अब कोड गरिसकेपछि जब कम्पाइल गर्नुहुन्छ, इन्टरप्रेट गर्नुहुन्छ नि हैन। जस्तो अब यसलाई चाहिँ के गरिन्छ भन्दाखेरि नि है, अब जस्तो यहाँ एकचोटि कोड गरिन्छ हैन, कोड गरेर कम्पाइल हामीले रनिङ गराउनुपर्छ कि। जस्तो हामीले हैन रनिङ गराउनु पर्यो। अब जब रन हुँदाखेरि यस्तो रन भइसक्यो सिएलएस इनपुट हैन। तपाईँहरूले अब यहाँ पुरा अब लजिक यसको स्टेटमेन्ट पनि अहिले हामी लेख्छौँ हैन, प्रोसेस पनि गर्नुहुन्छ अनि हैन। अनि यहाँ प्रिन्ट भनेर लेख्नुहुन्छ हैन, अनि इन्ड भनेर लेख्नुहुन्छ है। अनि त्यो कम्पाइल भइसकेपछि यहाँ इन्टर र नम्बर भनेर माग्छ कि कम्प्युटरले देखाउँछ हामीलाई। इन्टर र नम्बर भनेर देखाउँदाखेरि यहाँ एन यस्तो जुन हुन्छ नि, त्यो चाहिँ अब एन भन्ने भेरिएबल यहाँ सिपियुमा गएर बसेको छ कि। त्यो भेरिएबल चाहिँ अब मैले सपोज यहाँ 7 दिने बित्तिकै कम्प्युटरले यहाँ 7 लगेर लेखिहाल्छ हैन। अब त्यो 7 चाहिँ अब एक्जिक्युट गर्ने काम कसको हो त, कम्प्युटरको हो, हाम्रो होइन क्या त्यो। अब के गर्छ त 2 3 जा 6, रिमाइन्डर कति आयो त 1 हैन। सो अब यो त एनको भ्यालु त 2 थियो, आईको भ्यालु पनि कति थियो त हैन,
एनको भ्यालु हाम्रो अघि कति थियो त 2 थियो हैन 2 + 2 अब कति हुन्छ 4 हैन सो यसरी चाहिँ हाम्रो इन्क्रिज हुँदै जान्छ है अब यो एकचोटी गरि हेर्नुस् कति आउँछ भने फर्स्टमा 1 छ भने 1 + 1 2 भयो फेरि अब जान्छ 2 + 2 4 अब फेरि अनि कति हुन्छ त एनको भ्यालु फेरि कति हुन्छ त अब 4 + 3 हैन आई को भ्यालु 3 हुँदाखेरि त अब कति हुन्छ 4 प्लस n मा त 4 छ 4 + 3 हुन्छ अब हैन 4 + 3 7 त्यसरी नै अब 7 + 4 हुन्छ हैन अनि फेरि 5 हुन्छ त्यसरी नै हामीले बुझिरहेको हुन्छ है अब आफैले चाहिँ अब सम अफ फर्स्ट 10 नेचुरल नम्बर छ भने आफैले सम अफ फर्स्ट 10 अब लजिक सेम हुन्छ है जस्तो अब हामीले अब यहाँ लेखिदिन्छु मैले जस्तो कहिलेकाहीँ चाहिँ क्वेसनले फेरि सम अफ फर्स्ट हैन सम अफ फर्स्ट 10 अड नम्बर आउँछ हैन सो फर्स्ट 10 अड नम्बर आउँछ भने हामीले कताबाट स्टार्ट गर्नु पर्यो त n को भ्यालु 1 बाट स्टार्ट गर्नु पर्यो i को भ्यालु 1 देखि फर्स्ट 10 अड नम्बर भनेको 1 देखि अब 10 वटा अड नम्बर्स भनेको 1 देखि 20 सम्म चलाइदिनु न अनि स्टेप कति गर्दिनु त 2 ले इन्क्रिमेन्ट गर्दिनु हैन सो अब यहाँ हामीले के गर्न सक्छौँ भने n + i हैन अब i को भ्यालु चाहिँ कति हुन्छ भन्दाखेरि किन गर्यो भन्दाखेरि अब 2 त अड नम्बर होइन नि हैन जस्तो फर्स्ट 10 अड नम्बर भनेको 1 2 2 त होइन अड नम्बर त्यही भएर 1 3 चाहियो सो 1 बाट 3 मा पुग्न त मलाई कति चाहियो त 2 फर्किलो चाहियो नि त एक स्टेप यहाँ गयो यो स्टेप 1 भयो हैन एक स्टेप यहाँ भयो अर्को स्टेप यहाँ भयो त्यही भएर स्टेप 2 लेखेको मैले हैन त्यही भएर मैले स्टेप 2 लेखेको कि सो n को भ्यालु त सुरुमा 1 छ 1 + 1 हैन अब 2 भयो अब फेरि के हुन्छ त अन्त एक 2 स्टेप फर्किलो माग्छ फेरि अब 5 आउँछ 3 + 5 जोड्नु पर्यो नि त हैन अनि फेरि कति जोड्नु पर्यो त 8 जोड्नु पर्यो फेरि के जोड्नु पर्यो हैन 7 जोड्नु पर्यो 8 त हैन त्यसपछि 9 जोड्नु पर्यो 11 यसरी हामीले गर्न सक्छौँ है त सो अब प्रिन्ट n भयो अनि यसलाई इन गर्यो अब यसै गरी हैन अब यसै गरी चाहिँ अब हामीले के गर्न सक्छौँ त सम अफ फर्स्ट 10 इभन नम्बर हैन सम अफ फर्स्ट 10 इभन नम्बर सम अफ फर्स्ट 10 इभन नम्बर कति हुन्छ भन्दाखेरि जस्तो हामीले n को भ्यालु कताबाट स्टार्ट गर्नु पर्यो त 2 बाट स्टार्ट गर्नु पर्यो अनि फर कति चलाइदिनु पर्यो त i को भ्यालु चाहिँ हामीले हैन i को भ्यालु अब हामीले 1 देखि 20 सम्म चलाइदियौ हैन n को अनि प्रिन्ट n गर्दिनु यहाँ प्रिन्ट n गर्दिनु अनि त्यसपछि यहाँ सरी प्रिन्ट n अगाडि हुन्छ है किनभने पहिला चाहिँ त 1 पनि त प्रिन्ट गर्नु पर्यो नि हामीले हैन यहाँ त फेरि जोडेर आउँछ त्यही भएर है अनि यहाँ नेक्स्ट टाइप गर्दिनु नेक्स्ट टाइप गरिनु भयो अथवा स्टेप 2 ले गरिदिइहाल्छ हैन नेक्स्ट टाइप गरिदिनु प्रिन्ट n अब यहाँ कति हुन्छ त n = n + i हैन यहाँ नि स्टेप 2 किनभने अब 2 बाट स्टार्ट गर्नु पर्छ भने अब 2 देखि अब 3 त अड नम्बर हो नि त 3 त अड नम्बर हो 3 लाई त हामीले गर्न मिल्दैन त्यसपछि 4 आउनु पर्यो सो यो भनेको स्टेप 1 भयो हैन आखिर एउटै हुन्छ कि नजिक अहिले कहाँबाट स्टार्ट गर्ने भन्ने कुरा इभनको लागि 2 बाट स्टार्ट गर्ने हैन इभनको लागि 2 बाट स्टार्ट गर्ने अडको लागि 1 बाट स्टार्ट गर्ने है यति गरेर चाहिँ बुझ्नुहुन्छ अनि के भन्छ हैन अब प्रोग्रामिङमा यही हो CLS यहाँ इनपुट इन्टर n लेखिदिनुस् हैन अब हामीले यो त एल्गोरिदम भयो हैन अब यसलाई फेयरली कसरी लेख्ने CLS इनपुट इन्टर नम्बर हैन इन्टर नम्बर हैन त्यसपछि फेरि के हुन्छ अब यहाँ मैले नम्बरलाई त एड गर्नु छ हैन सो मैले के गर्दा मैले फर लुप चलाइदिए फर i = 1 to 20 स्टेप टु प्रिन्ट हैन जहाँको नम्बर चाहिँ n बाट हैन n को नम्बर चाहिँ 2 बाट इन्क्रिज हुनु पर्यो भन्ने छु मैले है सो अब तपाईहरुले आफैले दिइहाल्नुहुन्छ है सो n = n + i नेक्स्ट फर्स्ट 10 भन्ने बित्तिकै अब इनपुटमा चाहिँ तपाईहरुले n को भ्यालु 2 नै दिनुपर्छ सुरुमा है किनभने अब त्यो त बाइ डिफल्ट नै हामीलाई नेचरमा अब तपाईले इभन अड दिनु भनेर त अब प्रोग्रामको अपोजिट गइन्छ नि त त्यही भएर यसलाई मेटेर हामीले एक्जाम्पल सिम्पल n को भ्यालु चाहिँ 2 बाट स्टार्ट गरौँ है यसरी हाम्रो फर लुप पनि सक्यो हैन अब हामीले अब वाइल व्हाइल लुप अब हाम्रो लास्ट स्टेटमेन्ट भनेको चाहिँ वाइल व्हाइल लुप अब वाइल व्हाइल लुप चाहिँ कसरी गर्ने भन्दाखेरि
भन्दाखेरि हामीले वाइल वेन स्टेटमेन्टको चाहिँ कसरी एक्जिक्युट हुन्छ भने वाइल अब यहाँ टेस्ट एक्सप्रेसन कि आखिर लजिक एउटै हुन्छ ठ्याक्कै। अब हामीले के गरेर हेर्न सक्छौँ भन्दाखेरि जस्तो यहाँ हेर्नुहोस् त वाइल टेस्ट एक्सप्रेसन यहाँ कन्डिसन चेक हुन्छ होइन, यहाँ कन्डिसन के हुन्छ त कन्डिसन इज चेक्ड होइन, कन्डिसन यहाँ चेक हुन्छ। अनि त्यस पछाडि हामीले के हुन्छ भन्दाखेरि यदि त्यो कन्डिसन चाहिँ ट्रु भयो भने के हुन्छ यो स्टेटमेन्ट के हुन्छ त प्रिन्ट हुन्छ एक्जिक्युट हुन्छ है। प्रिन्ट भन्दा नि एक्जिक्युसन हुन्छ कि। सो यसरी चल्छ। इफ यहीँ लेखेको छ इफ टेस्ट एक्सप्रेसन इज ट्रु स्टेटमेन्ट इनसाइड द बडी अफ वाइल लुप आर एक्जिक्युटेड देन टेस्ट एक्सप्रेसन इज इभालुएटेड एगेन होइन। फेरि लुपमा फेरि फल्स नहुन्जेलसम्म बाहिर निस्किन पाएन कि टेस्ट एक्सप्रेसन इज फल्स लुप टर्मिनेट्स होइन। कति सजिलो छ। सो अब यसलाई चाहिँ अब एउटा इक्जाम्पल लिएर हेरौँ है त। जस्तै यस्तो क्वेसनको चाहिँ हाम्रो होइन क्वेसन कस्तो आउँछ भन्दाखेरि नि जस्तो हामी हेरौँ है। जस्तो वाइल लुपमा सिम्पललाई यही हेरौँ न। म यसलाई चाहिँ अब तपाईँहरूको यसकै क्वेसन होइन। यसैलाई हेरौँ। अब हामीले यहाँ के छ भने जस्तो यो तपाईँहरूले मनिटरमा चाहिँ तपाईँले कोडिङ गर्नुहुन्छ होइन। सिम्पल अब यहाँ हेरौँ है त। अब यहाँ युजरले चाहिँ आफ्नो उसले ऱ्याममा चाहिँ गएर यो सेट गर्यो एन भन्ने मेमोरी बनायो होइन, युजरले बनायो। अब अनि फेरि उसले अर्को भेरिएबल के युज गरेको छ त ए भन्ने भेरिएबल। सो कम्प्युटरले के गर्छ त पहिला राइटदेखि लेफ्टमा कपी गरिदिने बिहान होइन। सो अब एमा गएर नि के हुन्छ कपी हुन्छ होइन। उसले यसरी बनायो। त्यसपछि फेरि उसले कन्डिसन यहाँ सेट गर्यो टेस्ट एक्सप्रेसन यहाँ कन्डिसन चेक हुन्छ यो कन्डिसन होइन यो कन्डिसन। त्यस पछाडि यो के हुन्छ त यदि यो कन्डिसन यदि ट्रु आइदियो भने यो एक्जिक्युट हुन्छ है। अब कतिखेरसम्म एक्जिक्युट हुन्छ जबसम्म एनको भ्यालु चाहिँ 0 हुन्छ। एनको भ्यालु 0 भनेको 0 इज नट इक्वल्स टु 0 कन्डिसन त फल्स हो नि त। अब कम्प्युटर भएर सोच्नु 0 0सँग बराबर छ भने फल्स हो। त्यतिखेर चाहिँ के भइदिन्छ यो वाइल लुपबाट बाहिर निस्किन्छ होइन यो फल्स स्टेटमेन्ट भएपछि। अनि फेरि अब हामीले के भन्छ इफ ए इक्वल्स टु यस। अब कन्डिसन चेक हुन्छ यदि ए र यस चाहिँ बराबर छन् त होइन। एको मेमोरीमा गएर डाटा चेक गर्छ र यसको मेमोरीमा गएर डाटा चेक। यदि ट्रु रहेछ भने पनि आर्मस्ट्रङ, यदि होइन रहेछ भने नट आर्मस्ट्रङ। सो अब एउटा चाहिँ गरेर हेरौँ है त कस्तो कन्डिसन जस्तो टु चेक आर्मस्ट्रङ अर नट होइन। अब हामीले हेरौँ है त जस्तो आर्मस्ट्रङ नम्बर भनेको कस्तो नम्बर भन्दा 153 होइन। त्यसलाई जोड्दाखेरि चाहिँ क्युबिक आर्मस्ट्रङ नम्बरको 131121 प्यारेन्ड्रोम भयो होइन। हुन्छ 1 प्लस 125 प्लस 3 को क्युब भनेको 27 कति हुन्छ 152 प्लस 1 153। सो यहाँ के छ भन्दाखेरि यिनीहरूलाई जोड्ने र यिनीहरूलाई जोड्दाखेरि चाहिँ 153 नै आउनु पर्यो। तिनीहरूको इच इन्डिभिजुअलको क्युबिक चाहिँ के हुनु पर्यो त भन्दाखेरि यदि त्यही नम्बर आउँछ भने त्यस्तो नम्बरलाई के भन्छ आर्मस्ट्रङ नम्बर भन्छ है। जस्तो 153 इच इन्डिभिजुअल त 1 को क्युब प्लस 5 को क्युब प्लस 3 को क्युब होइन। सो अब यस्तो नम्बर चाहिँ अब युजरले के गर्छ त एनको भ्यालु सपोज तपाईँहरूले 153 नै लिनुभयो 153 नै लिँदाखेरि के हुन्छ अब कम्प्युटरले चेक गर्छ कि 153 इज नट इक्वल्स टु 0। कम्प्युटरको अब सिपियुले होइन माइक्रो प्रोसेसरले चेक गर्छ किनभने माइक्रो प्रोसेसरको अर्थमेटिक लजिकल युनिटमा त सबै सेट गरेर राखेको हुन्छ
हैन। अब n को भ्यालु तपाईहरुले 153 यहाँ सेट गर्नुभएको छ भने अब कम्प्युटरले अब आफ्नो क्याल्कुलेटर खोज्छ अनि n को भ्यालु चाहिँ 153 चाहिँ यहाँ 0 सँग गएर उसले चेक गर्छ। इट इज करेक्ट नट इक्वल्स टु 0 है। यो नट इक्वल्स टु यो यस्तो साइन भनेको चाहिँ नट इक्वल्स टु को साइन हो है। नट इक्वल्स टु अब यो त कन्डिसन ट्रु हो। त्यही भएर के भयो त ट्रु हुने बित्तिकै अब एक्जिक्युट हुनु भयो के। अब एक्जिक्युट हुने बित्तिकै के भइदिन्छ अब यो स्टेटमेन्ट चल्छ। अब यो स्टेटमेन्ट चल्दाखेरि के हुन्छ पहिला सुरु कम्प्युटर यो इक्वल टु भनेर राइटमा जान्छ के। अब राइट जाँदाखेरि कस्तो हुन्छ त भन्दाखेरि ल हेरौँ है त। अब हामीले सर हेरौँ अब त्यो n mod 10 भनेको छ। अब त्यो n mod 10 भनेको n को भ्यालु त तपाईहरुको मेमोरीमा कति छ हेर्नुस् त 153 छ नि हैन। अब 10 ले चाहिँ 153 लाई डिभाइड गर हैन 10 10 1 जा 10 हैन। त्यसपछि कति हुन्छ त 53 हैन 10 5 जा 50। अब रिमाइन्डर कति आयो त 3। अब यसले त यो मोड भन्ने अपरेटरले त के रिटर्न गर्ने हो हेर्नुस् त। यो मोड भन्नेले त रिमाइन्डर रिटर्न गर्ने हो नि त। सो यसले रिमाइन्डर रिटर्न गर्ने बित्तिकै r को मेमोरीमा गएर कति बस्छ त रिमाइन्डर कति छ हेर्नुस् त 3 हैन। r मा गएर 3 बस्यो। अब फेरि हैन त्यसपछि फेरि अब यो स्टेटमेन्ट सकेपछि कम्प्युटर फेरि यहाँ आउँछ हैन। यहाँ आउँछ नि त। अब यहाँ आइसकेपछि मैले अलिकति मेड दिएँ त्यसपछि फेरि कम्प्युटर के आउँछ त यहाँ आइपुग्छ। यहाँ आइपुग्दाखेरि कम्प्युटर फेरि कहाँ जान्छ त राइटमा। अब एसमा त केही छ छैन। छैन मिन्स फर्स्टमा के हुन्छ त 0 हुन्छ है। फर्स्टमा केही छैन भने 0 हो। अब 0 प्लस अब आरमा त छ नि त हाम्रो डाटा हैन। आर को यो भनेको पावर हो है। अब आर को पावर 3 यो भनेको फेरि माइक्रोप्रोसेसरले गएर फेरि के हुन्छ क्युब गर्छ हैन। सो अब के गरिन्छ यो 0 मा चाहिँ अब यो 3 को क्युब 3 गर भन्छ। अब यो 3 को पावर 3 भनेको कति हो त नि 27 हो हैन। 3 स्क्वायर भन्दा 9 9 3 जा 27 हो। 27 चाहिँ अब कहाँ गएर जोड 0 एस पहिलाको एसलाई त्यहाँ जोड आर सँग जोड त्यसपछि फेरि गएर एसमा गएर कपी गर भनेको अब यो 0 भन्ने डाटालाई चाहिँ इरेज गरिदिन्छ कम्प्युटरले अनि यहाँ गएर के बस्छ त 27 बस्छ है त। एसको मेमोरीमा गएर कति बस्छ त अब 27 बस्छ है। अब है अब एसमा अब एनमा अब फेरि कम्प्युटर फेरि त्यसपछि यहाँ आउँछ। अब एन भनेको कति छ हेर्नुस् त 153 छ नि। अब फेरि कम्प्युटरले के गर्छ भन्दा 10 ले 153 लाई गरिन्छ। अब 10 1 जा 10 हैन। अब कति हुन्छ त 53 10 5 जा 50 हैन। अब n को भ्यालु कति भयो त 3 हैन। n भनेको चाहिँ यो इन्टिजर्स है। अब यसले चाहिँ यो के हो त यो इन्टिजर डिभिजनको साइन हो है। यो चाहिँ इन्टिजर डिभिजनको यता फर्केको चाहिँ यो हैन। यो रिसाको चाहिँ के हो त यता फर्केर रिसाको चाहिँ इन्टिजर डिभिजन भनेको यसले चाहिँ कस्तो हुन्छ 5.2 दिँदैन कि। जब 5.2 छ भने 5 मात्र यसले रिटर्न गर्छ 5 मात्र यसले दिन्छ के 5 मात्र लेख्नुपर्छ है। अनि यस्तो छ भने चाहिँ यसलाई के हुन्छ यो नर्मल डिभिजन हो कम्प्युटर है। यसले चाहिँ 5.2 नै लिन्छ के हैन 5.2 नै लिन्छ। हो 5 अब यहाँ कति हुन्छ अब यहाँ पोइन्ट थपिँदाखेरि त यहाँ 0 आइन्छ 10 10 6 10 कति हुन्छ 10 3 लेख्नु पर्यो नि त 5.3 आउँछ हैन। यहाँ चाहिँ 5 मात्र आउँछ यस्तो डिभिजन। त्यही भएर यहाँ साइन के लेखेको छ यस्तो खालको साइन छ। सो अहिले इन्टिजर दियो नि त। अब इन्टिजरमा कति आयो त 15 आयो नि। हो यो n मा चाहिँ गएर अब के हुन्छ इरेज हुन्छ र हामीले के दिनुपर्छ त 15 है। अब फेरि कन्डिसन फेरि केमा जान्छ त भन्दाखेरि फेरि अब यहाँ फेरि ट्रु हो नि त। फेरि अब 50 इज नट इक्वल्स टु 0 कन्डिसन फेरि चेक हुन्छ है। अब कन्डिसन फेरि कम्प्युटरले के गर्छ n को भ्यालु चाहिँ यहाँनिर हैन। अब यहाँनिर चाहिँ अब हाम्रो 153 थियो नि अब 15 भयो। 15 चाहिँ नट इक्वल्स टु 0 कन्डिसन के भयो त ट्रु हैन। कन्डिसन ट्रु हुने बित्तिकै फेरि यहाँ गयो। फेरि यहाँ जाने बित्तिकै के भयो त फेरि 10 ले 15 लाई जान्छ फेरि हैन डिभाइड गर्नु पर्यो। सो कति हुन्छ त 10 ले 15 लाई 10 10 भन्दा 10 रिमाइन्डर 5 अब कति हुन्छ त हैन। अब पोइन्ट थपेपछि यहाँ 10 5 50 हैन। अब यहाँ यसको त हामीलाई रिमाइन्डर मतलब डेसिमल गर्नै छैन नि त। त्यही भएर हामीले के गर्छौँ त हामीलाई के गर्नु छ त रिमाइन्डर कति आयो त 5 r को भ्यालु अब 3 इरेज भ्यालु कति बस्छ त r को मेमोरीमा 5 गएर बस्छ हैन। त्यसपछि फेरि अब यो स्टेटमेन्ट एक्जिक्युट हुन्छ। अब यो स्टेटमेन्टको के गर्छ इक्वल टु भन्दा राइटमा जान्छ। अब यसमा कति छ त 27 छ हैन। अब 27 प्लस r को पावर 3 सो 27 प्लस 5 को पावर 3 27 प्लस 125 भने कति हुन्छ त भन्दा
152 हुन्छ हैन। अब यो चाहिँ गएर कहाँ बस्छ त भन्दाखेरि यो चाहिँ गएर 152 कहाँ गएर बस्छ त यहाँनिर बस्छ हैन। सो अब हामीले यहाँ के गर्छौँ त भन्दाखेरि एसको भ्यालु चाहिँ कति लेखिन्छ त 152। अब एनको भ्यालु फेरि के हुन्छ त एनको भ्यालु फेरि 10 ले चाहिँ हैन 10 ले फेरि तपाईहरु के हुन्छ त 15 लाई गर्नुहुन्छ अनि गर्दा कति आएको थियो त हाम्रो कोसेन्ट 1 आएको थियो। त्यो 1 चाहिँ गएर n मा गएर बसेपछि चाहिँ नि अब यसलाई फेरि कम्प्युटरले के भन्छ n को भ्यालु 1 राख्छ हैन। सो n को भ्यालु कति हुन्छ त 1। अब फेरि हैन अब हामीले कन्डिसन चेक गर्छौं। कन्डिसन चेक गर्दा 1 इज नट इक्वल्स टु 0 कन्डिसन इज ट्रु फेरि एक्जिक्युट हुन्छ। फेरि 10 ले 1 लाई डिभाइड स्टार सकिँदाखेरि एकछिन 2 मिनेट है। अब n को भ्यालु कति छ त 1 आछ हैन। अब 1 चाहिँ अब हामीले के गर्छौं त भन्दाखेरि अब यहाँ है n को भ्यालु अब हामीले 1 हेर्छौं हैन। अब n को भ्यालु 1 आउँदाखेरि अब कन्डिसन 1 इज नट इक्वल्स टु 0 कन्डिसन इज ट्रु हैन। अब फेरि के गर्छौं त भन्दाखेरि अब हामीले हेर्नु है अब 10 लाई 1 सँग फेरि डिभाइड गर्छौं 10 0 जा 0 हैन रिमाइन्डर कति आयो त 1। r को भ्यालु त ठीक छ हैन। r मा गएर कति बस्छ त अब 5 काटेर कति बस्छ त हैन। r को भ्यालु कति हुन्छ त 1 हुन्छ हैन। अब हामी फेरि के गर्छौं यो फेरि यो स्टेटमेन्ट फेरि एक्जिक्युट हुन्छ है। यो स्टेटमेन्ट फेरि एक्जिक्युट हुन्छ। त्यसपछि हामीले फेरि के गर्छौं s मा चाहिँ अब हेर्नु है 1 s मा हाम्रो के छ त भन्दा 1 प्लस r को पावर 3 छ नि हैन। अब हेर्नु s मा कति छ त 152 छ नि। अब s को डाटा 152 प्लस है। अब कम्प्युटरले के गर्छ भन्दाखेरि अब यो सबमिट है मैले इरेजर अब 152 प्लस के गर्छ त कम्प्युटरले हैन 152 प्लस अब r मा के छ त 1 छ नि 1 को पावर 3 छ। सो कति हुन्छ त s मा गएर अब 1 गरे 153 गएर कहाँ गएर कपी हुन्छ त यहाँ गएर कपी हुन्छ कति s मा गएर कपी हुन्छ हैन। अब s को मेमोरीमा गएर कति बस्छ त हैन s को मेमोरीमा कति बस्छ त 153 बस्छ। अब हेर्नु s मा गएर 150 अब n को भ्यालु कति भयो त हैन। अब इन्टिजर डिभाइड हो नि त यो त। अब डिभाइड हुँदा कति आएको थियो त अब यहाँ 0 आएको थियो नि n को मेमोरीमा गएर कति बस्छ त अब 0 बस्यो हैन। सो अब n को मेमोरीमा गएर कति बस्छ त 0 बस्छ। अब 0 त कन्डिसन 0 इज नट इक्वल्स टु 0 कन्डिसन इज के भयो त फल्स भयो। फल्स हुने बित्तिकै बाहिर निस्क्यो। अब a को मेमोरीमा गएर कति बसेको थियो हेर्नुस् त हाम्रो a को मेमोरीमा त सुरुमा हामीले n को डाटा त सुरुमा हामीले 153 राखेको थियौं। a को डाटामा हामीले सेभ भएर राखेको थियौं 153 हैन। अब चेक हुन्छ अब इफ a को भ्यालु कति छ हेर्नुस् त 153। अब हाम्रो s को डाटामा कति छ हेर्नुस् त 153 कन्डिसन ट्रु ट्रु हो नि हैन। a को डाटा र s को डाटा त सेम छ हाम्रो हैन सेम छ मिन्स अब कन्डिसन के भयो ट्रु ट्रु हुने बित्तिकै के हुन्छ यो स्टेटमेन्ट एक्जिक्युट हुन्छ हैन। ट्रु हुने बित्तिकै यो प्रिन्ट हुन्छ हैन। अनि प्रिन्ट आर्मस्ट्रङ यसरी है। सो यसरी चाहिँ हामीले चाहिँ अब वाइल स्टेटमेन्ट हामीले एक्जिक्युट गर्न सक्छौं है। सायद बुझ्नुभयो होला भन्ने आशा राख्छु। आजलाई यति नै गरौँ।